माया गर्न अधिकार एउटा मात्र निको सुरमा प्रेम चाहिँ कोहीलाई गर्न सकिन्छ, प्रेम हर कोहीलाई बाँड्न सकिन्छ। प्रकृतिसँग प्रेम हुन्छ हैन, मानिससँग प्रेम हुन्छ, पशुसँग हुन्छ, त्यो भनेको प्रेम हो क्या। अब माया भनेर चाहिँ गएर बाख्रा चुम्न आयो भने त मिलेन है तपाईँले सर। माया र प्रेम बिचको फरक के छ मतलब कमेडी टाइपले भन्ने माया र प्रेम बिचको एउटै फरक छ। के फरक छ? माया बसेर पिसाब फेर्छ, प्रेम उठेर माया बसेर पिसाब फेर्छ, प्रेम उठेर बोलर फर्ममा आछ नि अहिले, ब्याट्सम्यान छैन फर्ममा। ब्याट्सम्यान 8-9 नम्बरसम्म छ। हाम्रो अलराउन्डर के सबैजना उसले पनि ललित राज वंशीले बाहेक अरू सबैले हानिन्छ। सन्दीप लामिछानेले हान्नु लास्टमा छक्का देखिन्छु नि नै सबैभन्दा हाम्रो त अलराउन्डर हो क्या। तँलाई ज्वरो आएछ बिचारा त नखाएस् केही खान्छ। ज्वरो आयो होइन भर्खर कबाडी देखेर आएको अघिमा गराइदिनु भिडियो थाइने नै आजको केटो कसै जितेको मान्छे थियो, कतिखेर हार्यो यार। म लास्टमा पनि आथेँ नि तर त होइन, म 500 रुपियाँ थिएँ। 500 रुपियाँ मेरो त्यही भइरहेको थियो कि यताउता त्यही भइरहेको 500 रुपियाँ मेरो धेरै भएन। हाम्रो जिते नि कुन ठाउँ हो मैले बिर्सिएँ। धेरै पछाडिको भेट नरहेको छ, एकदम आत्मीय साथीहरूसँग खुसी लागिरहेछ। नाइस टु मिट यु। यसैमा एउटा शेयर जाओस् गरे तपाईँको त हुन्छ होला, मुक्तक त भन्नुहुन्छ होला त। मुक्तक आउँछ कि नै तपाईँलाई? गजल मुक्तक भन्न चाहिँ भन्छु। को थियो यार एउटा भन्ने बित्तिकै भन्नुहोस् भने जाओस् भने नि भन्नु होला। विशाल छ, विशाल छ। भूपेन्द्रले पनि भन्थे। तपाईँको पनि अलिकति सोचेर जाओस् न, त्यो एउटा सेन्समा सोच्दै हुन्छ नि मेरो स्टोरी। उहाँ चाहिँ हाम्रो चन्द्र बङ्गाली सर, विगतमा हामी सँगै सहकार्य गरेर अहिले चाहिँ ब्रिज इन्टरनेसनल स्कुलमा चाहिँ उहाँ कार्यरत हुनुहुन्छ। एकदम आभारी छु। आज चाहिँ हामीसँग मौकाले भेट भएको छ यो डोको कटेज पिपरीमा। अनि हाम्रो उहाँ चाहिँ निर्मल सर, सदाबार स्माइलिङ बोय, ब्ल्याक ह्यान्डसम, स्पोर्ट्समा चाहिँ एकदम तन मन धन लगाएर चाहिँ उहाँ लागिपर्नु भएको छ। बोलपुरको स्पोर्ट्सलाई, खेलकुदलाई चाहिँ यति माथि उठाउन चाहिँ उहाँ लागिपर्नु भएको छ। गर्नु पनि भएको छ, नगर्नु पनि होइन, गर्नु पनि भएको छ। उहाँ चाहिँ हाम्रो समीर भट्ट हुन नपाएर खड्का हुनु भएको छ उहाँ चाहिँ। अहिलेको उदयमान खेल शिक्षक। उदयमान त हो नि, उदयमान भनेको त हुँदैछ, हुँदै छ। ग्रिन फिसलाई उहाँले माथि उठाउँदै हुनुहुन्छ। जमर्को गरिराख्नु भएको छ, उहाँले जमर्को गरिरहनु छ, समय दिइराख्नु भएको छ। त्यसै गरी उहाँ क्यामेराम्यान आदरणीय सर नेत्रसिंह ठकुरी, क्यामेराम्यान मै हो र। अनि एकदमै अब्बल प्रशिक्षक। अहिले हाल हामी विगत 4-5 वर्षदेखि साइनिङ स्टार स्कुल हुँदै आज चाहिँ हामी अलग अलग स्कुलमा भए तापनि हाम्रो आत्मीयता अझै पनि छ। र उहाँ एकदम अब्बल कोलपुर क्षेत्रकै होनार प्रतिष्ठित प्रशिक्षकको रूपमा पनि हुनुहुन्छ। र आजसम्म साइनिङ स्टारले जति उपाधि जित्न सफल भएको थियो उहाँको कार्यकालमा नै जित्न सफल भएको थियो। तर आज एकदम गर्विलो कोच पनि भन्छु, एकदम हरेक क्षेत्रमा अलराउन्डर भूमिका भएको व्यक्तित्वको रूपमा पनि लिन्छु। र आज उहाँसँग बस्दै गर्दा, साथीहरूसँग बस्दै गर्दा धेरै कुराहरू सिक्न पाएको पनि छु। र आफूले निर्धक्कसँग मन खोलेर आफ्नो विचारहरू व्यक्त पनि गर्न पाएको छु, खुसी लाग्छ। यस्तै हाम्रो सामिप्यता रहिरहोस् र एकदमै ऊर्जाशील व्यक्तित्वको माझमा हामी जोडिँदै गर्दा आज धेरै दिनपछि डोको कटेजमा हामी यसो कफी गफ गर्दै गर्दा एकदम हँसिलो, एकदम फ्रेन्डली, एकदमै चक्लेटी हाम्रो निर्मल गुरु अहिले पछिल्लो समयमा साइनिङ स्टारको एकदम होनार
एकदम डिसिप्लिन इन्चार्ज साथै र एकदमै भलिबल पछि चाहिँ क्रिकेट पछि एथलेटिक्सदेखि लिएर सबै कुरा हेर्ने र स्कुललाई चाहिँ एकदमै जोरदार खम्बाको रूपमा पनि मैले हेरेको छु। एकदम आदरणीय व्यक्तित्व हुनुहुन्छ, एकदम कहिल्यै पनि नरिसाउने, सबैसँग बोल्ने, एकदम मिठास भएको। भावी मन्त्री पनि हो नि। भावी त मेरो त उहाँले चुनाव जित्नु भने 100% म भोट हाल्छु। जित्नु भयो भने जित्नुभयो भने भोटमा हालिदिनु पर्यो। यसको लागि चाहिँ क्षमा प्रार्थना जिउरोको लडपट दियो हैन। त्यसैले अब हाम्रो भेट धेरै पछाडि हुँदै गर्दाखेरि हामी डोको भरिने गरी हामी यस कटेजमा छौँ। अझै मगा छ अझै कम भयो समय धेरै भयो, समय धेरै राम्रो छ। तर छोटो बसाइ भन्दा नि एकदम आत्मीयता एकदम भित्रैबाट भेट्ने इच्छा आज पुरा भएको छ, खुसी लागेको छ। र यो मौका अझै हाम्रो यात्रा गुराँसेको यात्रा पश्चात धेरै पछाडिको हाम्रो बसाइ पनि हो। लगभग 2 वर्ष अगाडि हामी गुराँसे घुमेका थियौँ। त्यसको 3 वर्ष भयो। 2-3 वर्ष भयो। 3 वर्ष अगाडि हामी गुराँसे घुमेका थियौँ। त्यसपछिको लगतै हाम्रो पछिको भेट हो। हाम्रो हजुर, हजुरलाई जीवन के हो जस्तो लाग्छ? वास्तवमा जीवन मलाई दुईटा मात्रै शब्दले बहुत मन छुन्छ। एउटा जीवन भनेको हाम्रो अरूले धेरै फरक तरिकाले डेफिनेसन हुन्छन्। म भनेको जीवन सङ्घर्ष र जीवन यात्रा हो मात्रै भन्छु सर। किनभनेपछि यो यात्रामा हामी 2 दिनको पाहुनाको रूपमा मात्रै सीमित छैनौँ। यो जीवन कालखण्डमा हामीले गरेका कर्महरू हामीसँगै जाने भएको हुनाले यो जीवनमा सकारात्मक कर्म मात्रै आवश्यक छ जस्तो लाग्छ। हाम्रो त हिजो कुरा भएको थियो, मैले त भनेको जीवन एउटा खेल हो भनेर। म त खेलसँग मात्रै जोड्ने हो नि। हो, जीवन एक खेल हो। हामीले कुनै पनि दुःख सुख सबैलाई कसरी हामीले रिसिभ गर्ने भन्ने कुराहरू हुन्छ। त्यो कुराहरू अब त्यसमा भर पर्छ। त्यही भएर जीवन एउटा खेल हो। हामी जसरी रिसिभ गर्छौँ त्यही अनुसार हाम्रो जीवन चाहिँ सुख हुन्छ। हामीले चाहिँ हर कुरालाई इजिली एक्सेप्ट गर्न सक्यौँ भनेपछि चाहिँ त्यो जीवन एउटा खेल जस्तो हुन्छ। एक्सेप्ट गर्न सकेनौँ भने चाहिँ जीवन त्यति राम्रो हुँदैन होला जस्तो लाग्छ। त्यही भएर जीवन खेल हो। यसको लागि जाओस् न, यो के जस्तो लाग्छ? उहाँको नाम लाटो हो। उहाँ लाटो हुनुहुन्छ। त्यो भएर उहाँको उपनाम चाहिँ रियल्लीमा हो, मजा गरेको होइन। उहाँको उपनाम चाहिँ लाटो हो। अरू सबैले बाटो हुनुहुन्छ, लाटो मानेमा यही हो। बोलाइ मारेको त्यस्तै लाग्यो दाइ। त्यसलाई पनि अलि धेरै ल्याउनु होला। चट्नी ल्याउँदै पो क्या नै सर चट्नी हाले है सर। हामी यहाँ ओ बरु नानी माछा मार्नु तल आउँछ कि नै त्यतातिर? मासु